आजको दिन यस्तो रमाइलो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ। लु भ्लग सुरु गरेको है त। सो हे गाइज व्हाट्सअप, वेलकम ब्याक टु माई अनदर न्यू मिनी भ्लग। म चाहिँ मस्त उठी युट्युबमा भ्लगहरू हालेको थिएँ, कति भ्युज आयो भनेर हेर्दै थिएँ। ठिक्क दादाले भन्नुभयो तेरो आज काम छ कि छैन, अनि मैले भने छैन, त्यसो भए पेन्टिङ पुऱ्याउनु भन्नुभयो। कता भनेको मिक्लाजुङ भन्नुभयो। खास गरी दादा चाहिँ प्रोफेसनल आर्टिस्ट हो कि, खतरा स्केचहरू बनाउनुहुन्छ, पेन्टिङहरू पनि बनाउनुहुन्छ, बब्बाल बनाउनुहुन्छ। तपाईँहरूको पनि बनाउनु पर्ने छ भने तल टाइटलमा आइडी मेन्सन गरिदिएको छु, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि ट्यागको पछाडि बाइकमा एक हातले पेन्टिङ समाएर एक हातले भ्लग बनाउँदै गयौँ। अनि मधुमला हो कि मिक्लाजुङ हो कि हो ठाउँको नाम थाहा भएन। अनि आइपुग्यौँ। अनि दाईको साथी हो कि को हो पेन्टिङ दिनुभयो। यो चाहिँ एउटा बब्बल फ्लावर सप रहेछ, जहाँ फ्लावर्सको बुके र दामी गिफ्टहरू पाइने रहेछ। तपाईँलाई चाहिएको छ भने कन्ट्याक्ट गर्न सक्नुहुनेछ। त्यसपछि दादाले भन्नुभयो जुम कुइने भाइरल प्लेस घुमेर फोटो खिचेर आउनुपर्छ। अनि हामी जाँदै गर्दा आइपुग्यौँ। पहिला नै एकचोटि कलेजबाट सरहरूले हाइकिङको लागि लाँदा यहाँ केही पनि थिएन। अहिले चाहिँ होटेलहरू बनाइराख्नु भएको रहेछ। अनि फोटो सोटो खिच्यो, त्यहाँबाट लाग्यो र उल्लाबारी आइपुग्यो। अनि होटेलतिर पस्यो। दाइले चाहिँ झोलमामा र आइसक्रिम अर्डर गर्नुभयो। मस्त खाइवरी लाग्यो। कता भने कपाल काट्नुतिर, किनभने भोलिदेखि मेरो एक्जाम छ। अनि एक्जामको तयारी यसरी नै घुमेर भइरहेछ। यही त हो नि मेरो ट्यालेन्ट। सी यू इन नेक्स्ट वान, बाई बाई।